दर्शकबिनहरू यहाँ हेर्न सक्नुहुन्छ, यो मेसिन आएपछि हाम्रो किसान गर्ने खेती गर्ने दाजुभाइहरूलाई चाहिँ कतिको सहज भएको छ, कतिको फाइदा भएको छ यो मेसिन आएदेखि। किनभनेदेखि लडेका धानहरूलाई पनि काटिदिएको छ, बिघौँ बिघाका धान चाहिँ नि छिटै तयार पारेर चाहिँ नि घर पुर्याएको छ। अब यहाँ झन्झट, अब जल लाउनु, थ्रेसर लाउनु, त्यस्ता झन्झटभन्दा बरु एकमुष्ट धान तयार भएर घरै जान्छ भन्ने यो हाम्रो एउटा खुसीको कुरा हो। तर यो सँगसँगै दुखी पनि अब मनाउनु पर्छ, किनभनेदेखि यो त हाम्रो अब भारत सरकारले यस्तो चिजहरू चाहिँ नि सरकार भारतका इन्जिनियर साइन्टिस्टहरूले चाहिँ बनाएको, हाम्रो नेपालकाले बनाएका छैनन्। तर अब हाम्रो नेपालका सरकारले हाम्रो युरिया मलको पनि व्यवस्था गरिदिएको छैन। अब के भन्नु, अब यस्ता चिजहरूको थुप्रै छन् साथीहरू, तर अब बोल्दिनँ। मेरो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, साथै मेरो पेजलाई फलो गरिदिएर जानु होला। यस्तै भिडियोहरू थुप्रै हालिरहने छु साथीहरू। हस्त, धन्यवाद। जय नेपाल।